14-15 को छोराले पैसा चोर्यो घरमा, तपाईहरु के गर्नुहुन्छ? बाउ छैनन्, विदेश गएका छन्। वैदेशिक रोजगारीको परिणामहरू कुरा गर्दाखेरि के किशोर किशोरीहरूले किन पैसा चोर्छन्, के गर्छन्, यो हेरौँ न कता गइरहेछ हाम्रो समाज भन्ने कुरा यसबाट देखिन्छ के। एउटा बहिनी लेख्नु भएको उहाँको छोराले जियोस् 1 लाख जति पैसा चाहिँ चोरेछ। अब कहिलेदेखि चोर्न थाले रहेछ, के गराएर रहेछ भनेर थाहा पत्तो छैन, के भइरहेछ। अब गाली गर्न बाउमा गाली गरिन्छ, यसो गरिस् उसो गरिस् भनेर। अब कसरी चाहिँ नि कतिलो बाटोतिर लाउने भन्ने कुरा के। तपाईहरु हुनुभयो भने चाहिँ के गर्नुहुन्छ? यो कुराले के देखाइरहेको छ के, यसले त हाम्रो ऐना डाइरेक्टली देखाइरहेको छ नि त। के भइरहेको छ भन्दाखेरि बाउ छैनन् घरमा है, कुनै मेल फिगर केटा मान्छे छैन जसले चाहिँ यो गर्नुहुन्छ। कति कुरा चाहिँ आमाले सिकाउन सक्छन्, कति कुरा चाहिँ नि बाउआमा दुईटैको रोल चाहिन्छ कि बच्चा हुर्काउँदाखेरि। बच्चाहरूको जीवनमा हामी सबैको जीवनमा केटा र केटी, अब बाउले फोन गरेर यो पढिन त पढेन मात्र कचकच गर्छ कि, अथवा आफू त्यहाँ नभएको गिल्ट फिल भएर चाहिँ सधैँ पैसा मात्र पठाइरहेछ कि, पैसाको के महत्त्व छ है, त्यसले धेरै देखाएको छ कि तपाईलाई के महत्त्वपूर्ण छ है। दुःख गरेर हो यो गरेर तपाईलाई पो थाहा छ, दुःख गरेर त बच्चालाई थाहा छैन। अब बच्चालाईबाट के एक्सपेक्ट गर्छन् भने आफू जत्तिकै परिपक्व होस् हैन। बच्चा हो, उसले संसार उसको लिमिटेड हुन्छ, उसको सोच्न सक्ने क्षमता र उसको इम्पल्स कन्ट्रोल के यो गर्नुहुन्छ गर्नुहुन्न भन्ने कुरा चाहिँ हाम्रो मस्तिष्क 25 वर्ष लाग्छ कि यो निधार पछाडिको भाग हुन्छ कि फ्रन्टल लोब भन्ने यहाँ दिमाग मस्तिष्कको, त्यो छिप्पिनलाई अनि यो गर्नुहुन्छ यो गर्नु हुँदैन यो राम्रो नराम्रो भनेर छुट्याउनलाई त्यत्रो वर्ष लाग्छ। त्यो बनिरहेको छ कि अहिले। अब सङ्गत कस्तो छ, साथीभाइ के छ, केटाकेटी अरू के छ, अथवा रक्सी चुरोट के खान थालेको छ, गाँजा एकदम कमन भइरहेको छ कि अहिले स्कुल एजमा। नेपालको कुरा हो यो, एकदमै धेरै कमन। अनि त्यसपछि गएर के भइरहेको छ भन्ने कुरा चाहिँ पत्ता लगाउने, गाली गरेर कोठामा थुनेर राखेर पिटेर गरेर यो हुँदैन। अब उसलाई के चाहियो, बाउ चाहियो। अनि अर्को कुरा वरिपरि लुकाएर राख्ने होइन, यो कुरा सबैलाई बेइज्जत गर्दै हिँड्ने पनि होइन। उसैसँग बसेर के भइरहेको छ, पैसा किन लिएको, के को आवश्यकता पर्यो, अब साथी कसैको ऋण तिर्नुपर्ने थियो कि, कसैलाई उपचार गर्नुपर्ने हो कि, उसलाई धेरै दया लाएर हो कि, किन चोर्यो त पत्ता लगाउनु पर्यो पहिला। तपाईँले एक्लैले गर्नु सक्नु, इमोसन्स हाई हुन्छ कि। जे कुरा बच्चाले भने तापनि बच्चाले थाहा पाइसकेको हुन्छ तपाईँलाई के भन्यो भने चाहिँ तपाईँ रुन थाल्नुहुन्छ, चिच्याउन थाल्नुहुन्छ, अनि तपाईँलाई सजिलरी आफूले भने जस्तो गर्न सकिन्छ, म्यानिपुलेट गर्न सकिन्छ भनेर बच्चाहरूको स्किल हुन्छ। तपाईँले अब आफूलाई चिन्या भन्दा बढी बच्चाहरूले तपाईँलाई चिन्या हुन्छन् के। तपाईँलाई कसरी चाहिँ यसरी उसरी गर्न मोड्न सकिन्छ, यसको मनलाई चाहिँ नि पार्न सकिन्छ भने थाहा हुन्छ बच्चाहरूलाई तपाईँको है। यसमा चाहिँ म भए चाहिँ के गर्थेँ, मेरो बच्चाले त्यस्तो गर्यो भने म भए चाहिँ चटक्क जहाँ छु त्यो ठाउँ छोडेर बेचेर भाडामा दिएर अन्त चटक्क जान्छु। साथी सङ्गत राम्रो भएन है, साथी सङ्गत तपाईँको आफ्नै साथी सङ्गत पनि राम्रो भएन। तपाईँ भोज गर्दै हुनुहुन्छ कि, मैले मेरो आफ्नै व्यवहारमा के परिवर्तन ल्याउनुपर्छ भन्ने हेर्छु। मैले बाहिर काम गरिरहेको छु कि, मैले धेरै अरूलाई खुसी बनाउनुतिर लागेको छु कि, मैले के गरिरहेको छु त्यो हेर्छु पहिला। मैले मेरो मानसिक स्वास्थ्य कस्तो छ हेर्छु। मैले एउटालाई धेरै बेसरी माया गर्ने, अर्कोलाई अलिक कम माया गर्ने गरिरहेको छु कि, एउटाबाट धेरै तैँले जे भने नि माया गरेर सबै कुरो दिएको छ, के भइरहेको छ म पहिला आफूलाई हेर्छु। आफू नै एकचोटि गएर डक्टरकोमा भेट्छु, साइकियाट्रिस्टलाई भेट्छु, अथवा काउन्सिलरलाई भेट्छु, अथवा थेरापीमा गएर चाहिँ के भइरहेछ भनेर मजासँग कुरा गर्छु। बाबामासँग कुरा गर्ने, अरूसँग कुरा गर्ने, यो त भयो भने उनीहरूको बायस हुन्छ कि। एउटा तपाईँलाई चिन्ता नचिनेको मान्छेसँग कुरा गरेपछि यो ठिक हो यो बेठिक हो, मैले गरेको के ठिक छ बेठिक छ भनेर थाहा पत्ता लगाउने होइन। अनि त्यसपछि चटक्क लाएर के गर्छु, बच्चालाई पनि लिएर एकजना आफू डक्टरकोमा जाँदाखेरि उसलाई पनि लिएर जान्छु है। उसैलाई भनेर भन्दा पनि ल यस्तो यस्तो भइरहेको छ, के भयो म नातिएको छ कि, म नातिएर पो गाजा रक्सी खान थालेको छ कि, चुरोट खान थालेको छ कि, साथीभाइको के भइरहेको छ भनेर पत्ता लगाउनु पऱ्यो कि, जडमा जानु पऱ्यो कि के कारणले यस्तो भइरहेको छ भनेर। अनि अब तपाईँ एक्लै बच्चा हुर्काउनु त गाह्रो छ, बुढो बाहिर छ होइन, बुढोको अब के छ कि होइन, बुढाले के, बुढाको व्यवहार कस्तो छ, बाउको के छ, बाउ छोडेर आउनु मिल्छ कि मिल्दैन। मैले भयो भने चाहिँ म त्यो ठाउँ छोड्छु, सङ्गत छोड्छु। अनि एउटा अर्को मान्छे चाहिँ ऊभन्दा ठुलो मेन्टरको रूपमा ऊ सँगसँगै समय बिताउने, अब काका होस्, मामा होस्, अलिकति ठुलो दाई होस् होइन, जो चाहिँ अलि राम्रो बानी फाइदा उठाउने खालको होइन कि, एउटा टिचरै होस् होइन, उसलाई चाहिँ नि बच्चासँग समय बिताउनको लागि स्कुल सकेपछि आउने, अनि सँगै पढ्ने, खेल्न जाने, एक्सर्साइज गर्ने होइन, अरू फुटबल खेल्न जाने अथवा सँगै जाने भनेर एउटा मान्छेले साथ नछोडिकन ऊ सँगसँगै लगाउँछु। त्यो पछि डिरेक्सन हुन्छ नि, उसको बच्चाले त अब डिरेक्सनलेस भएको हो नि त। चोर्ने भनेको त त्यो बानी बेहोरा त त्यो राम्रो होइन।
यो डिरेक्सनलेस भयो नि त यो त कता जाने उ त अलमल्ल पर्यो लडेपछि उठेर फेरि दौडिने मौका पनि त दिनु पर्यो नि हैन अब त्यो सुधार्नको लागि चाहिँ तैले यसो गरिस् भने त्यही कुरा निकालेर पिट्ने गाली गर्ने यो गर्ने त्यो गर्ने भन्दा पनि यतो त राम्रो होइन तर के भएको थियो हामीलाई भन्नुपर्छ भनेर यसरी भन्ने है अर्को कुरा चाहिँ नि अब पुलिस स्टेसनमा अथवा चाहिँ कैद खानामा हैन जेलहरुमा गएर चाहिँ भोलन्टियर गर्ने के हुँदो रहेछ कस्ता कस्ता मान्छे हुँदा रहेछन् भनेर कहिलेकाहीँ अथवा कुनै अनाथ आश्रम अथवा कुनै यो छ नि यो जहाँ चाहिँ तपाईले गएर जीवनको विभिन्न पाटाहरू देखाउन सक्नुहुन्छ जहाँ घरबार बिन भएका मान्छेहरूलाई राखिएको हुन्छ कही चाहिँ अब एउटा मानसिक रोग लागेको मान्छेहरूलाई राखेर उपचार गरिरहेको ठाउँहरू हुन्छ नि जहाँ मान्छेको विभिन्न खालको पाटाहरू उसले त पुगिसरि आएको छ सबै कुरा यो त अब आज पैसा चोर्यो भोलि सुन चोर्छ पर्सि के चोर्छ के हुन्छ हैन के भइरहेको छ अब के थाहा केटीलाई बनाए कि गर्भवती बनाएर फेरि भ्रूण फाल्नलाई पैसा चाहियो हो कि हैन मैले सोच्दाखेरि त दिन्या कुरा सोच्छु के अब यसमा मलाई एउटा साथीले धेरै वर्ष अगाडि कुरा होइन 7-8 वर्ष भयो उसले चाहिँ नि चुरोट खान थालेको थाहा पाएछ बाउले चुरोट खाने घरमा अनि उसले चाहिँ अनलाइनबाटै मगाएछ दुईटा एउटा बाउलाई अनि आफूलाई एउटा के हुँदो रहेछ भने अरू वरिपरिको छिमेकीको मान्छेहरूसँग चुरोट खान थालेछ अनि उसलाई त्यो साथीले डराउँदै फोन के गरौँ भने मैले खुरुक लाग्दो ठाउँ छोड घर बेच अन्त जाहिर छोड अनि हप्तामा एक दिन बाउसँग है जति सक्यो धेरै समय बाउसँग त्यतिखेर त बच्चा मेरो बच्चा सँगसँगैको उमेरको थियो भनौँ है त्यो 14 वर्षको होइन त्यो त्यतिखेर मेरो बच्चा भन्दा अलिक 2-4 वर्ष जेठो थियो क्या अनि जो 13-14 वर्षको बच्चा थियो क्या त्यो अनि मैले तुरुन्तै छोडेर अन्त बाउसँग जति सबै समय बिता बाउले कम काम गर्ने आमाले बाहिर अरू यताउता सब ब्लक गर्नुपर्छ क्या त्यो तपाईले बच्चा जन्माछु मात्र भनेर हुँदैन खान्दिएको छु स्कुलको फी तिरेको छु अलि ठिकै गरेको छु भनेर हुँदैन के एउटा तपस्या हो के बच्चा हुर्काउने भनेको यति धेरै लगानी पर्छ एकजनाले मात्र हुर्का हुँदैन के बच्चा सबैजना मिलेर हुर्काउनु पर्छ के चिप्लेपछि चिप्लियो चिप्लिनु भन्दा अगाडि चिप्लेर लडेको थाहा पाउने बित्तिकै सरकजुरको समातेर सपोर्ट गरेर जे गर्न सकिन्छ अहिले जति सजिलै तपाईले उपचार गर्न सक्नुहुन्छ त्यो प्रिभेन्ट गर्न सक्नुहुन्छ पछि गाह्रो हुन्छ मैले हरेक बाउमालाई यो अहिले हाम्रो वैदेशिक रोजगारको समस्या भनेको यही नै हो बाउ प्रेजेन्स छैन अनि आमा कुनै केस प्रायःमा चाहिँ आमा नै घरमा बसेर हुर्काएर हुन्छ हैन तर आमाको यति धेरै डिमान्ड हुन्छ कि वरिपरिबाट कि त्यो आमाले त्यो बच्चालाई समस्या बच्चा जन्मिएपछि बच्चा बाहेक अरू के पनि छैन के बच्चा जन्मिएपछि त्यो बच्चालाई रेखदेख गर्ने बच्चालाई आफ्नो खुट्टामा उभिने नबनाइन्जेलसम्म आमाको रोल त्यो हुन्छ के तर यहाँ चाहिँ नि यो पनि त्यही एउटा आइमाले गर्नुपर्छ भने जस्तो गरेर हुन्छन् हैन तर यो केसमा बच्चालाई प्रायोरिटी राख्ने म चाहिँ नि सिधै टिचर एउटा हायर गर्छु त्यो कराउने हप्काउने यताउता हैन उसँगसँगै खेल्ने उसँगसँगै स्कुलको टिचर नभइकन बाहिरकै होस् अथवा एउटा मामा फुपूको छोरा अथवा हुन्छ जो मान्छेले फेरि फाइदा उठाउँदैन है यो कुरा चाहिँ नि स्ट्रङली हुनुपर्छ अथवा दिदीबहिनी कोही हुन्छ जहाँ चाहिँ नि उसले डिरेक्सन पाओस् अब के गर्ने त भनेर अनि आफूले समय बिताउने सँगसँगै अनि घरको कामहरू गर्न सिकाउने सँगसँगै गर्ने क्या सिकाउने भन्दा पनि सँगसँगै आउट म यो गर्दा म यो गर्छु चलाउँदै गर्दा म यसो गरेर आइहाल्छु भनेर त्यसरी सुधार्छु म चाहिँ ठाउँ छोड्छु उसलाई सपोर्ट दिन्छु पिट्ने हप्काउने भन्दा उसको मिल्ने साथी बन्छु ऊ नडराइकन भन्नु सबै कुराहरू उसले चुरोट खान थालेको छ भने घरैमा चुरोट लिएर आएर थाहा पाउनु भएन होला आफैले एकचोटि आमाले त चुरोट खाएको कसैलाई पस्दैन आफूले पो खाएको त आमाले रक्सी खाएको चुरोट खाएको मन पर्दैन नि त कसैलाई पनि के हुँदो रहेछ त ल आऊ नि त तिमीलाई पनि अब लागेछ होला भनेर त्यो पनि अर्को उपाय गर्न सकिन्छ एक्सट्रिममा जाने त्यो गर्न सक्ने भन्ने कुरा के त्यो सधैँ खाने थाल्ने भनेको होइन के हुँदो रहेछ भनेर यो धेरै एउटा बहिनीले देखेर पठाउन कि म के गरौँ अब त्यही त हो बाउलाई भन्यो भने बाउले फेरि न्याक्ला नुक्लु पार्छ अनि बाउलाई चाहिँ नि भयो पैसा सैसा यताउता जागिर घर आऊ र आफ्नो बच्चाहरू सम्हाल्न मैले एक्लै सकिनँ दुईजना मिलेर हुर्काउँ त्यही नै हो फेरि तलमाथि फेरि बच्चाले आफ्नो ज्यान छ्यान लिने यताउता गर्न पनि सक्छ यो कुराहरू चाहिँ नि अब कसैलाई यसो ब्ल्याकमेल पो गरिरहेछ कि उसलाई कतै फोटो यताउता अथवा टेक्स्ट गरेको यताउता कसै कोही केटीले चाहिँ नि मलाई यति पैसा दे न त मैले त परिवारलाई भनिदिन्छु अथवा यो गरिदिन्छु 14-15 वर्षको बच्चा के हुन्छ भन्नु त उसको मस्तिष्कले भ्याउँदैन अनि जे पाते गरिदिनु पनि सक्छ यो कुराहरू खोतलेर हेर्छु आफूलाई चाहिँ नि पर्सनली लिन्न के बच्चाले यो गर्यो भनेपछि चोर बन्यो भनेपछि मेरै गल्ती हो मेरै परवरिशमा गल्ती हो मैले हुर्काउँदा गल्ती गरेँ भनेर आमाहरूले लिन्छन् कि फेरि अनि त्यहाँबाट कुरा बिग्रिन्छ सम्हालेर आफूलाई मैले के गर्न सक्छु
त्यो गर्छु म चाहिँ। मैले आफैलाई पहिला सम्हाल्छु, कुरा गर्छु है। अरू पनि केही छ भने लेख्न।